हेलो एभ्रिवान, गुड मर्निङ। नमस्ते सबैजनालाई। आज मैले बिहानै उठेर झाडु पोछा लगाइसकेपछि बिहान चियाको लागि रेडी गरेँ। चिया पकाएँ, रोटी पकाएँ, नास्ता खायौँ। त्यसपछि चाहिँ मैले नि खाएँ, अरूलाई नि दिएँ। अनि आजदेखि चाहिँ 4 दिनको छुट्टीपछि केटाकेटीको स्कुल लागिरहेछ साथीहरू। त्यही भएर फटाफट खाना बनाउनु पर्यो, तिनीहरूलाई लग्ने स्कुल लग्ने नास्ता रेडी गर्नु पर्यो। अनि उनीहरूलाई रेडी गर्दा गर्दै ढिलो भइहाल्छ साथीहरू। बस पनि फेरि एकदम छिटो आइहाल्छ। यहाँ 9 बजी सब पुरा रेडी गर्नु पर्यो। 9 बजी बस आइहाल्छ। अनि मैले फटाफट राजमा बसालेँ। यतातिर मसला भुटिसकेपछि राजमा हालेर अनि पानी सानी हालेर मैले राजमा सिटी लगाएँ। सिटी लगाएपछि राजमा पकाएर अनि यतातिर भात पनि पकाएँ साथीहरू। अनि खाना पाकिसकेपछि मैले केटाकेटीलाई खाना दिएँ। उनीहरूको 9 बजी बस आइहाल्छ, फटाफट रेडी हुनुपर्छ। अनि आजदेखि चाहिँ उनीहरूको स्कुल लागि उनीहरू पनि स्कुल जानलाई रेडी भए साथीहरू। आजलाई यति नै। अब नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई साथीहरू।